मकैको बिच्चा झोल चाहिँ के भयो कि ठक्क लागेन यति पानीपुरी एकदम बाक्लो आमा। हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल। हजुरहरू सबैजनालाई मेरो नयाँ भिडियोमा वेलकम गर्न चाहन्छु अनि गुड मर्निङ। अहिले चाहिँ बिहानको 7 बजेको छ। न्यू डे न्यू ब्लगको साथमा म फेरि पनि नयाँ भिडियो लिएर आइसकेँ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि म चाहिँ गाइस हैन अस्ति गोरखाबाट गाउँ आएको अनि आज चाहिँ मैले के गर्छौँ भनेर मैले ब्लग स्टार्ट गरिसकेँ। हाम्रो कान्छी चाहिँ यता आएर अहिले चाहिँ यहाँ होइन, हामी चाहिँ यहाँ अहिले घरमाथि हो कि। अनि बिहान भने यस्तो टक्क घाममा छ, दामी भा। अनि हाम्रो कान्छी मिस आउनु भइसक्यो यता। हेलो यता हेलो भन। हेलो हेलो वेलकम हाम्रो च्यानलमा स्वागत छ हजुरहरूलाई। अनि सबैजना हामीलाई हेरेर इन्जोय गर्नुहोला। हाम्रो यहाँ वातावरण खुल्ला दिशा मुख त घोषणा खत्तम रहेछ छ्या। अनि तपाईँहरू देख्न सक्नुहुन्छ मेरो हात चाहिँ होइन, यहाँ हिजो मैले बेसर काटेको अनि पयालले भएको छ क्या कन्ची। अनि छोड्नु हाम्रो मकै चाहिँ ठुलो भइसक्यो क्या, गोड्ने बेला भइसक्यो। अनि हामीले भर्खर हिजो त अलिकता गोडेको थियौँ। ए यो चाहिँ घाँस काट्ने मान्छे बिहान खुरपटेको के गर्नु त गाउँमा बसेपछि यस्तै हो साथीहरू। हाम्रो मलाई चाहिँ यसले पछि लगिहाल्यो, कता लान्छ रिच। अनि तलतिर हेर्दैछन् कता जाने भने। त्यहाँ यहाँ हाम्रो स्याउ हो, स्याउ देखाइदिनु हो। स्याउ खाने हो। अब स्याउ खाने भए यसो असार साउनतिर आउनु होला गाइस हाम्रो घरमा होइन। यत्रो भाइ यही क्यामेरा म्यान यहाँ लडी भिडियो गर्नु परेछ यार। हो यसले सही कुरा गरे क्या। हेरौँ त्यहाँ कटन यहाँ कटर भुइँ कटर त्यो हुन् भाइ, त्यो हुँदा के भन्छ अरे फल भर्खर पाक्छ नि। अब सालको पटकोटा परियो नि बरै नहुने सल्लाहको। यहाँ यसपालि रोपे होइन नि बदम। यो मैले बदम पाएँ। दाइ साथीहरू यहाँ चाहिँ बदम खोज्दैन, बदमै पाएन अरे। बर्राको रुख त खत्रै त पलायो फेरि। साथी हाम्रो यहाँ क्यामेरा क्यामेरा रेणुका माहला गएर आए। माहलाबाटमा आइसकेको छ होइन। यहाँबाटै हाम्रो यो चाहिँ मकै बारीको त्यो सिरान पाटा होइन, घरमाथिको। अनि यो छुच्चीले मलाई कति हान्न सकेको के एकछिन भन्न सक्दिनँ। ल यो चाहिँ हाम्रो मकै बारी। यो 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 सबै हाम्रो है। यो यहाँ भएको सबै हाम्रो हो। अनि त चाहिँ बोट ल भाग्यमानी। ल साथीहरू यहाँ चाहिँ हाम्रो त्यो यहाँबाट चाहिँ हाम्रो गाउँ जाने बाटो है। त्यहाँ हाम्रो गाउँ है। एउटा दुईटा घर देखेँ है। त्यो माथितिर त्यो माथिको घरभन्दा माथि चाहिँ रोड छ है, रोड। त्यहाँ गयो भने गाउँ आउँछ, गाउँ हाम्रो गाउँ। अनि साथीहरू उता बस कराइरहेको छ कि, त्यो चाहिँ बजार जाने कि अहिले 7 बजे 7:15-20 भयो होला। अनि त्यो चाहिँ त्यहाँबाट 8 बजेपछि आउँछ यता
यताबाट अनि त्यहाँबाट के भन्छ गोर्खा बजार लाग्ने त्यहीँबाट चाहिँ हाम्रो घर आउनु होला। हाम्रो घर धेरैले थाहा पाइसक्नु हुनेछ। हाम्रो घर सो हेर्नलाई आउनु होला साथीहरू। अनि भन्न केही नि यो चाहिँ ताक्नु हो। ल कहाँ जान थाक्नुको बिचमा बसेर हेलो गर्दै भिडियो बनाउने छु म कान्छी होइन साथीहरू। यता चाहिँ सालको बोटो त्यहाँ ठुलो हो क्या। यहाँ नि हाम्रो मकै चाहिँ पुरै मकै हो। यत्रो यत्रो भए अब गोड्ने हो। टक्कले म चाहिँ गाउँमा बसेर मकै गोड्ने भनेर हो। मलाई चाहिँ बजार थाप्दै फाप्दैन। हप्तै पछि घर आइहाल्नु पर्छ के भएको कुनी। ओए होइन त हो भने अस्ति नै अनि धेरै भनेको 3 हप्तासम्म चाहिँ बसे बजार 2 चोटि भए नत्र त हप्तै पछि जहिले आउने भए के भयो यस्तो फसी पनि रहेछ पुरै। यता मिस तल तल हिँड्ला ओ सामानजी कहाँ गयो सर। अरूभन्दा सबैभन्दा अगाडि रोप्यौँ हो हाम्रो चाहिँ मकै। त्यही भएर हाम्रो चाहिँ ठुल्ठुलो भइसक्यो। अनि अरूहरूको चाहिँ भर्खर सानो हुँदैछ। अब साथीहरू हेर्दै गर्नु होला हामीले के गर्छौँ त्यही हो अन्तिम समय हेर्दै गर्नु होला। ल साथीहरू हामी चाहिँ अहिले पानीपुरी खाजा खाने हो। अनि अहिले चाहिँ यहाँ रेडी भइसक्यो। अनि पानीपुरीको झोल चाहिँ के भयो क्या यो रातो हो। अब यस्तै खाने हो टक्क लागेन यति पानीपुरी खाजा। अब हामी चाहिँ यहाँ खाजा खानु लाग्यो। आज चाहिँ केही काम गरिनँ। अब एकैचोटि खाजा खाने। अनि खाजामा पानीपुरी खाँदै कस्तो मिठो हुन्छ। खाइदिउँ है सानो खाइदिउँ। म त पानीपुरी कस्तो रातो छ। चियर्स गाइस खाइल खाइल चियर्स गर्नु। चियर्स नहेर मलाई हामीले 7-7वटा खा एक के अरे भन न सानो र शान्तिलाई मिस्यो। हामीले यहाँ चेस गर्दै खाने भाइ। अब भोलिपछि खाने ल तिमीहरू पनि बनाएर। हाम्रो च्यालेन्ज होइन नि यतिकै ब्लगमा खाएको। अनि यो भित्र अचार पनि कति धेरै छ। यहाँ पानी पर्ने ठाउँै छैन क्या। देख्न सक्नुहुन्छ यहाँ प्याक अचार प्याक रे बोरी छ। मैले 3टा खाइसक्यो। हाम्रो मम्मीलाई चाहिँ दिइसक्यो उता खाएर होला। हामी चाहिँ मर कान्छे मलाई खाएको है यता म त पछाडि पछाडि खाएको। कति पऱ्यो जाँदाखेरि नि त अब यसको जहाँ चाहियो क्या पढभन्दा जति हेर्नु मान्दैन मोबाइल मात्र
भन्दैछु के भने गाइस तपाईहरु कराउनु न अनि मान्छु होला ल ल गराउनु त कस्तो फिलिङ्स आउँदो रहेछ के पाँचवटा खा अहिले त 25वटासम्म एकै बारमा सकाइन्छ भात नआइकन खान नआइकन हामी दुईटा मिठो भा म त भोरी पानी हालेर खानु मन लाग्छ मिठो भयो भने अलि पिरो छैन पिरो भयो भने यस्तो बबाल हुन्छ खतरा भो झोल भो झोल आज धेरै बनाउँछ कि हामीले कान्छीले बनाऊ आजभोलि त जिरा खुर्सानी नभएर क्या हामी एउटा यसो भएको यसो खानु झोल ल अब हेर्दै गर्नु होला हामीले चाहिँ खाजा खाएको यसो भिडियो गरिदिएको मात्र सबैहरूले किनेर खानुको लागि सो गाई चाहिँ मैले हजुरहरूलाई मकै गोडेको पनि यसो अलिकता भिडियो देखाइदिउँ भनेको मकै गोड्दा गोड्दै भिडियो गर्न बिर्सेछ सो गाइस होइन हामीले चाहिँ यो माथिल्लो बारी र तल्लो बारी गोडेर भ्याइसक्यौँ 2 दिनमा सो आज अन्तिम के अरे मकै गोडेर भ्याउनु लागिसक्यो अन्तिममा भने पनि यसो अलिकता देखाइदिउँ भनेर मैले भिडियो गर्न लाग्दैछु साथीहरू यहाँ चाहिँ गोडिसके हामीले पुरै गोडिसक्यो यो चाहिँ चट्ट पारामा होइन यो यहाँ चाहिँ हामीले गोडेर नै भ्याइसक्यो यता छ हाम्रो माथिल्लो पारी यहाँ पनि भ्याइसक्यो अब हामी भ्याउन लाग्छौँ कि मकै गोडेर टक्लाएर अब त्यसपछि अनि मकै गोडी भ्याएर हामी घुम्न जाने भनेर प्लान छ कि अनि उता मम्मी र कान्छीले गोड्दैछ सो हेरौँ है त कसरी गोड्दै रहेछ यता चाहिँ हाम्रो कान्छी र मम्मी छ यता अब यहाँ हामीले यो पुरै गोडेर भ्याइसक्यौँ यति बाँकी छ क्या यति हेर्नु न यहाँ कम बाक्लो देखेँ यस्तो बाक्लो छाँटेर अझ यहाँ यता चाहिँ छाट्यो छाड्दा पनि बाक्लो देखेँ अब भोलि पर्सि उखालिदिने हो कान्छी मकै गर्ने मजा भयो हाम्रो मकै चाहिँ यहाँ ठुल्ठुलो भयो क्या हिमा अनि के हो ठुला भइसके मकै गर्नु त्यही भएर हामी यहाँ गएर ठुल्ठुलो भइसक्यो यहाँ मकै यत्रो हुँदासम्म किन नगोड्या तिमीहरूले भनेर यति मात्र हो क्या बाँकी अनि त्यही भएर आज भ्याउने हो कान्छीलाई अनि घुम्ने भनेको कान्छी गर्न तँले गरेको देखाइदिउँ एकचोटि गर त एकचोटि गर्न मैले काम गर्दैन भन्नु पर्ने छिटो तैँले कति काम गर्छ भनेर देखाउनु पर्नु न छिटो यता मम्मीले देखा सबैजना साथीहरू मकै गर्न आउनुहोस् सबैजना साथीहरू मकै गोड्न आउनुहोस् है हाम्रो मम्मीले बोलाउँदै यता तर तपाईँहरू आइसक्दा मकै गोडेर भ्याइसक्छ भन्ने आज यो भिडियो गर्ने हो अनि त्यसपछि हाल्ने बेला त कति हुन्छ 2-3 दिन पछि हुन्छ अपलोड गर्दा यस्तै हो म तिमीले कति दिनमा मकै गोडेर भ्याउनु के थाहा कति दिन भइसक्यो म चाहिँ यस्तो भाडामा बसिरहने यिनीहरूले गर्छ हाम्रो कान्छी र मम्मीले चाहिँ यसरी मकै गोड्नु पर्ने हुन्छ है साथीहरू गाह्रो छ नि ल है कान्छी राजा भ्याउने भयो ओहो ओ माई गड
कम बाक्लो त गाइजहरू होइन उताग्नुको बस पनि आए अहिले चाहिँ 5-6 बजिसक्यो घाम पनि डुब्न लागिसक्यो हजुरहरू गेस गर्न सक्नुहुनेछ अहिले कति बज्यो भनेर मैले माथि र उता गोड्दा चाहिँ देखाएन अहिले यसो भ्याउने बेला देखाइदिउँ भनेर बिर्सेछ क्या अगाडि गर्नु त पानी खाँदै मकै गर्नु पर्यो है साथीहरू गाह्रो छ गाह्रो के गरेर तैँले कान्छी मकै गरे हो र अनि तँलाई कसले सिकायो त मकै गर्नेलाई सिकाउनु पर्छ होला चन्द त कसरी जान्छ भने है हाम्रो कान्छीले यस्तो काम गर्छ को के भन्छ यता मम्मी हो देखाउने हो क्या केही नि हुन्न भने कस्तो खालको ला कान्छी होइन ओहो हजुर होइन ऊ खुरपटाइ पनि रहेछ क्या खुरपटाएको चाहिँ छोड्नै हुन्न गाउँले पर्यो हजुर गाह्रो छ नि हजुर यो मकै कसले छोड्यो कान्छी कान्छीले चाहिँ यहाँ माथिल्लो पाटा छर्या हो तल्लोमा चाहिँ अर्कै मान्छेले हो रे खेताला लाएको हो रे हाम्रो समीर भन्ने मान्छेले यो रोपेको हो रे अनि खतरा छ नि फेरि एकदम बाक्लो आमा हेर्नु न तपाईँले देख्न सक्नुहुन्छ नि आज के हो बस करा हो क्या बस पनि गरा ट्र्याक्टर पनि गरा डोजर पनि गरा यिनीहरूले गरेर म त गर्दिनँ गाइजहरू यस्तै हो म चाहिँ भिडियो बनाउने बस्ने ताना क्याले ल साथीहरू हाम्रो चाहिँ यसरी नै गोड्ने हो तपाईँहरूलाई कसरी गोड्छ भनेर यसो देखाइदिएको मात्र म चाहिँ यसो भिडियो मात्र गरेको मैले त कामै गर्दिनँ नि साथीहरू हो के होइन म त लास्ट आउँछु यार ल मालिक यसो हामीलाई खाजा दिनु पर्यो साह्रै के लाग्यो अघि न रोटी रोटी खाएर आएन हेर नि त्यहाँ खाजा आएर अहिले हेर न हामीले देखाएन दिइसक्यो भिडियोमा मात्र नदेखा है साथीहरू हामी चाहिँ खाजाहरू सबै खाएर आएको भोकसोक लाखेन कि अब राति चाहिँ खाने हो कि नखाने थाहै छैन यति नै है त मकै गोडेको यसो अलिकता देखाइदिएको मात्र त्यो माइली भन्ने मान्छे कामै गर्दैन कान्छी र मम्मी चाहिँ गरेर भनेर कतिजनाले भन्छ लास्ट आज लाग्ने के थियो मैले चाहिँ यहाँ पुरा गफ मात्र आएर कामै गरे होइन त्यो माइली भने राहुला न ठिक छ भन्न पायो के भन्न पायो ओ तिमीहरू कहाँ हो मम्मी हेर तिमीहरूलाई त कालो देखे हो कालो छ मान्छे हो मान्छे कालो हो त्यही भएर कालो देखा हो क्या सही कुरा साङ्लो बोरा सही कुरा ओके साथीहरू हेर्दै गर्नु होला हामी चाहिँ मकै गोडेर भ्याउँछौँ है त हामी चाहिँ मकै गोडेर गर्दा थाकिसक्यौँ है म चाहिँ जुन चाहिँ गरायो नि त्यही थाकिसक्यो घाम चाहिँ डुबेर दामी भइसक्यो त्यसरी ननाचिकन गरौँ कान्छी गरौँ नाच्नु हुँदैन है नाच्नु हुँदैन ओए ओए खतरा ल खतरा यस खनो मकै गोड्दैछिन् हाम्री प्यारी राम्री नक्कली माइली हो कि त हैनस् र हेर म सो गाइज आजलाई भिडियो यति नै आजभोलि चाहिँ युट्युबमा भिडियो आउने नआउने भइरहेछ के गर्नु यस्तै छ सुरुदेखि अन्तिमसम्म हेरेर जसले साथ दिनुभयो सबैलाई धेरै धेरै धन्यवाद यसरी नै माया गरिदिनु होला जस्तो भए पनि यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला लाइक सेयर पनि गरिदिनु होला भन्न चाहन्छु अनि अर्को नयाँ भिडियोमा फेरि भेट्ने बाचाका साथ म आजलाई बिदा दिन चाहन्छु बाई बाई साथीहरू सबैजना स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् लभ यू